बाट विथड्र गर्नुको लागि चाहिँ फर्स्टमा विथड्र बटनमा क्लिक गर्नुहोस्। त्यस पछाडि माई रेड प्याकेट्स भनेर आउँछ। तपाईँको रेड प्याकेट कति डलर पुगेको छ। यदि तपाईँको चाहिँ $10 पुगेको छ र तपाईँको लेभल चाहिँ 50 कटेको छ भने चाहिँ तपाईँले चाहिँ सजिलैसँग निकाल्न सक्नुहुन्छ। यदि तपाईँको $1 पुगेको छ र तपाईँले चाहिँ 30 दिनसम्म चाहिँ लगइन गर्नुभएको छ र 50 लेभल पुगेको छ भने चाहिँ तपाईँले $1 निकाल्न सक्नुहुन्छ। यो त भइहाल्यो रेड प्याकेट कसरी विथड्र गर्ने भन्ने कुरा। अब अर्को भनेको चाहिँ तपाईँको डायमन्ड कसरी अर्निङ गर्ने र कसरी विथड्र गर्ने भन्दा चाहिँ तपाईँले इन्भाइट गरिसके पछाडि तपाईँको इन्भाइट लिङ्कबाट चाहिँ जोइन भएको साथीहरूबाट चाहिँ तपाईँले चाहिँ डायमन्ड चाहिँ प्राप्त गर्न सक्नुहुन्छ। त्यो डायमन्ड चाहिँ 2000 पुगेको छ भने चाहिँ $1 हुन्छ र 10,000 पुगेको छ भने चाहिँ $5 हुन्छ। यहाँ चाहिँ मेरो 4000 डायमन्ड छ, यानि कि $2 चाहिँ भइसकेको छ। मैले चाहिँ $1 निकाल्न पऱ्यो भने चाहिँ एकदम सहज तरिकाले चाहिँ निकाल्न सक्छु। यसमा चाहिँ कुनै क्राइटेरिया हुँदैन, सिर्फ तपाईँको 2000 डायमन्ड पुग्यो भने चाहिँ $1 हुन्छ। त्यो $1 चाहिँ निकाल्न सक्नुहुन्छ र एकदम सहज तरिकाले चाहिँ यसबाट अर्निङ गर्न सक्नुहुन्छ। यहाँ मैले थुप्रै डायमन्डहरू चाहिँ अर्निङ गरिरहेको छु। यो चाहिँ तपाईँले इन्भाइट गरेर चाहिँ अर्निङ गर्न सक्नुहुन्छ र एकदम जेन्युन एप्लिकेसन हो। यो चाहिँ विथड्र पनि दिइरहेको छ र राम्रो अर्निङ पनि दिइरहेको छ। सजिलैसँग तपाईँसँग यदि फ्री टाइम छ भने चाहिँ तपाईँले चाहिँ अर्निङ गर्न सक्नुहुन्छ इन्भाइट गरेर पनि। र यसमा चाहिँ टास्कहरू हुन्छ, जस्तै लुडोको टास्कहरू छ त्यो, अनि त्यसपछि हार्भेस्टिङ गरेर क्लेमहरू गरेर पनि तपाईँले चाहिँ राम्रोसँग अर्निङ गर्न सक्नुहुन्छ। एकदम जेन्युन र अहिलेसम्म विथड्र दिइरहेको छ। एकदम फ्री एप्लिकेसन हो, इन्भेस्टमेन्ट कुनै पनि गर्नु पर्दैन। त्यसैले राम्रोसँग युज गर्नुहोस्, राम्रो अर्निङ गर्नुहोस् र डेली बेसमा चाहिँ इन्कम गर्नुहोस्।